हेलो साथीहरू, गुड मर्निङ, झोडले नमस्ते। वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ साथीहरू। आज चाहिँ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै ठिक छु साथीहरू। अनि साथीहरू, मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरेर मलाई हौसला दिनुहोला भन्न चाहन्छु। अनि गर्दै पनि रहनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। आज चाहिँ शनिबार हो साथीहरू। मैले चाहिँ यो कपडा धुनु पर्ने छ यति। बाबु पनि आज छुट्टी छ स्याटरडेमा। अनि मैले चाहिँ यता चाहिँ खाना सब्जी पकाएँ। सब्जीमा चाहिँ आज छ च्याउ र आलु। च्याउ र आलु पाक्या साथीहरू। यो चाहिँ मैले हिजो बनाएको थिएँ है, सेलरोटी। दामी अझै यति छ यो सेल, हिजो पकाएको थिएँ साथीहरू। अनि त्यही मैले यहाँनिर आज चाहिँ मुलाको अचार पनि हालौँ भनेर मुला किनेको छु है। यो चाहिँ 100 रुपियाँको 3 केजी अरे। अनि यो चाहिँ साथीहरू, यो चाहिँ हेर्नुहोस् त, कुन प्रजातिको मुला हो है। कति हाँस्नु ल साथीहरू, हेर्दै गर्नु होला। अहिले चाहिँ म हजुरलाई देखाउने छु के गर्छु भनेर। ल साथीहरू, अहिले चाहिँ म घाममा आइसकेको छु मुला काटेर सुकाउनको लागि। यो चाहिँ यसरी घाममा सुकाएर अचार बनाउन लागेको चाहिँ। मेरो भिडियो चाहिँ बाबुले खिचिरह कस्तो खिचिरह साथीहरू सघाउनु सक्दैन यसले। खुट्टा दुख्यो, उसको भिडियो बनाउँदा खुट्टा दुख्यो रे। यहाँ म चाहिँ मुला काट्दैछु। कस्तो हो त, कस्तो त्यहाँ चला कस्तो त। घाममा के रहेछ त्यो हेर्दै गर्नु। अब चाहिँ घाम ताप्दै मुला काट्ने, लुगा धुने, त्यही नै छ काम साथीहरू। ल साथीहरू, मैले चाहिँ यति कपडा चाहिँ धोइसकेँ। म यो धुँदैछु। कति धेरै चिसो भएको, यो चिसोमा लुगा धुँदा त लस्टै गाह्रो। चिसो चाहिँ साथीहरू हेर्दै गर्नु। अहिले चाहिँ म छतमा कपडा उठाउनु भनेर आएको थिएँ, तर कपडाहरू चाहिँ सबै चिसै रहेछ कि। त्यही भएर अघि मैले चाहिँ बिहान मुला काटेर सुकाएको थिएँ नि त अचारको लागि भनेर। यो चाहिँ यत्तिको भइसकेको छ साथीहरू, यत्तिको एक घाम सुकाएर। अब चाहिँ मैले यसलाई लगेर अचारको लागि मोलेर हाल्नेछु। यो चाहिँ एक घाममै सुकाएर हाल्यो भने चाहिँ कस्तो अमिलो हुन्छ क्या, छिट्टै पनि खानु मिल्छ। धेरै सुकायो भने चाहिँ अहिले पछिसम्म हुन्छ, धेरै सुकाएर हालेको चाहिँ। अनि यो कम सुकाएर हालेको, एक घाम मात्रै सुकाएर हालेको अचारहरू चाहिँ छिट्टै खानु मिल्छ, अमिलो पनि हुन्छ। ल हेर्दै गर्नु साथीहरू, अब गएर म चाहिँ यसको अचार मल्छु। ल साथीहरू, अब चाहिँ म अचार बनाउनु थालेको। अघिको मुलालाई अचारको लागि चाहिँ हाल्दैछु मैले यहाँ खोर्सानी। हरियो खोर्सानी हो पनि सुकाएको थिएँ मैले। अम्बो बिहा त कति धेरै। खोर्सानी हाल्यो। अनि यो चाहिँ साथीहरू मैले सिलौटोमा पिसेको के अरे जिरा, धनियाँ अनि के अरे त्यो तोरी भुटेको थिएँ मजाले। अनि भुटेर मजाले सिलौटीमा पिसेको। यो अचारको लागि मसला चाहिँ यही नै हो है। अरू चाहिँ अचारमा चाहिँ मैले खासै केही हाल्दिनँ। नुन हाल्छु, अनि यही खोर्सानी अनि तोरी, जिरा, धनियाँ भुटेर
पिसेको मसला अनि त्यसमा हाल्छु मैले नुन। यसलाई झान्नुको लागि चाहिँ मैले यहाँ तेलमा मेथी फुर्याउँदैछु। मैले चाहिँ यहाँ तेल सबै हालेर पनि मुस्दैछु साथीहरू। मैले चाहिँ अब मुसेर यसलाई चाहिँ बट्टाहरूमा खाँदेर राख्नुपर्ने हुन्छ घाममा। यो चाहिँ हप्ता 10 दिनमा खानुको लागि रेडी हुन्छ। अमिलो हुन्छ है साथीहरू। यो चाहिँ यसरी मजाले मल्ने। मेरो चाहिँ ग्लोभ्स थिएन क्या, त्यही भएर मैले हातैले मल्दैछु। मजाले मल्ने। मैले चाहिँ नाङ्लोमा चाहिँ यहाँ मल्नु सजिलो हुन्छ भनेर नाङ्लोमै गरेको कि, त्यही भएर ल साथीहरू। अब चाहिँ म यो मजाले मुसेर यो बट्टाहरूमा हालेर राख्छु। त्यसपछि भोलि लगेर घाममा राखिदिन्छु। यसरी अचार चाहिँ यति 3टा भाँडामा भयो। अनि अहिले चाहिँ मैले यहाँनिर तरकारीमा चाहिँ आज मासु चिकन पकाउन लागिरहेको छु। चिकन यहाँ तेल तात्तिसक्यो। अब म चाहिँ मासु यतिको भोट्दैछु साथीहरू। अब यसमा म चाहिँ मसलाहरू हाल्दैछु। बेसार, त्यसपछि यो चाहिँ हो साथीहरू, यो चाहिँ मैले यो सिलौटोमा हातले पिनेको जिरा, धनियाँ अनि खोर्सानी र ल्वाङ र सुके मिल्छ साथीहरू। यसमा चाहिँ सिलौटोमा पिसेको टेस्ट एकदम मिठो आउँछ नि त। त्यही भएर म चाहिँ सिलौटोमा पिसेर हाल्छु। नुन स्वाद अनुसार नुन। सबै कुरा हालेर टमाटर अघि काटेर हालिसकेको। अब यो मजाले हाल्ने, मजाले चलाउने। अब चाहिँ म यसलाई छोपिदिन्छु। त्यसपछि साथीहरू यो चाहिँ पाकेर रेडी भएपछि खाने बेलामा त कस्तो हेर्दै गर्नु होला। खाना खाने बेला भयो कि भएन, हामी चाहिँ खाना खानु लागिरहेछौँ अहिले चाहिँ। बाबुरामा चाहिँ सानो खानामा चाहिँ छ चिकन अघि पकाएको मैले। यो माम भइहाल्यो। यो अचार हो आँपको। बाबु खाँदैछ त। हेलो सानो। हेलो। माम खाएको हो? ओहो खाऊ फु गर, तातो छ। फु गर्नुपर्छ एकछिन। फु गर्दै खाऊ है। खाऊ फु गरेर। यो हो माम साथीहरू। यो चाहिँ घरको लोकल चामल हो। कस्तो छ बब्बाल दामी साथीहरू। अब म पनि चुनी हालिहाल्दै मुसेर अब खान्छु। जोर अच्छा माम खाऊ दो। मासु पनि खाऊ।
भयो मैले दाल चाहिँ बनाएन साथीहरू मलाई चाहिँ सब्जी एक थरी भएपछि दाल चाहिँ चाहिँदैन त्यही भएर खाऊ म ल साथीहरू अब चाहिँ हामी खाना खान्छौँ मेरो भिडियो फुल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि मेरो भिडियो हेरेर लाइक र कमेन्ट पनि गर्नु नबिर्सिनु होला साथीहरू अब म आगामी दिनमा नयाँ भिडियोको साथमा आउने छु साथीहरू आजको भिडियो चाहिँ म यहीँ नै इन्ड गर्न चाहन्छु बाई साथीहरू ओइ मुडाली पो पचाउँदैछ त यो त बाई भन्न हाम्रो भिडियो हेरेर के गर्नुपर्छ अरे सानो Like, subscribe. Okay. Bye, YouTube family. Bye, YouTube family.